नमस्कार, म विराटनगरको भाट भटेनी अगाडि छु। जलिसकेको विराटनगरको भाट भटेनी अगाडि छु। त्यही जलिसकेको भाट भटेनी जहाँ चाहिँ 24 गतेको दिन 2 बजे आन्दोलन सफल भइसकेको थियो। 2-3 बजे केपी शर्मा ओलीको राजीनामा आइसकेको थियो। केपी शर्मा ओलीको राजीनामा आइसकेको घण्टौं पछाडि यहाँको इन्चार्जको अनुसार 7 बजेर 15 मिनटमा भाट भटेनीमा आगो लगाइएको थियो। अब भन्नुस्, यो आगो लगाइएको जिम्मेवारी जेनजी आन्दोलनले लिदिनु पर्ने कि नलिदिनु पर्ने? हाम्रो आन्दोलन सफल भइसकेको थियो 2-3 बजे। साँझ 7 बजेर 15 मिनटमा आगो लगाइयो। त्यो आगो लगाइएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर एकजना जलेर मर्नु पनि भयो। नेपालभरिमा थुप्रै यस्तो छ जसको कङ्काल मात्र भेटिएको छ, हड्डी मात्र भेटिएको छ। अहिलेसम्म लास शनाखतसम्म हुन सकेको छैन। जेनजी आन्दोलनको समापन हुन्छ 2-3 बजे। जेनजी आन्दोलन हामीले काठमाडौँमा सुरु गर्दाखेरि शान्तिपूर्ण भनेर भनेका थियौँ। जेनजी आन्दोलन सुरु गर्दाखेरि हामीले सार्वजनिक वा निजी सम्पत्तिलाई क्षति पुर्याउँदैनौँ भनेर चाहिँ सुरु गरेका थियौँ। तर त्यसको आडमा, त्यसको नाउँमा नेपालमा लगानी गर्ने भाट भटेनी जस्ता संस्थाहरूलाई चाहिँ डुबाइदिनुपर्छ भन्ने उद्देश्य भएका मान्छेहरूले जेनजी आन्दोलनको नाउँमा जेनजी आन्दोलन 24 गतेको 2-3 बजे सकिसकेपछि साँझको 7:15 मा आगो लगाएको छ। यस्तो अवस्थाको जिम्मेवारी जेनजी आन्दोलन र जेनजी नेतृत्वकर्ताले लिदिनु पर्ने कि नलिदिनु पर्ने? यो प्रश्न जेनजी आन्दोलनको नेतृत्वकर्ता जो काठमाडौँमा अहिले हुनुहुन्छ, जो वार्ताको टेबलमा हुनुहुन्छ, उहाँहरूले आफैले प्रश्न सोध्नुपर्छ। गृहमन्त्रीज्यूले आफैले प्रश्न सोध्नुपर्छ। तपाईले यस्तो दण्डहीन समाज बनाउन खोज्दै हुनुहुन्छ जुन दण्डहीन समाजमा न भाट भटेनी जस्ता नेपालको मौलिक लगानीकर्ता सुरक्षित छन्, न त विदेशी लगानीकर्ता आउन चाहन्छन्। आज यदि भाट भटेनी जलाउनेहरूमाथि र आज यो भाट भटेनीभित्र जो जलेर मरेका छन्, त्यो जलेर मरेको परिवारले न्याय पाउनुपर्छ कि पर्दैन? हामीले 75 जना भनेर भनिरहेका छौँ। के सबै 75 जना गोली लागेर मात्र मरेका छन्? भाट भटेनीभित्र जलेर मरेका छैनन्? यस्ता व्यक्ति समेत मरेका छन् जसको अहिलेसम्म लास शनाखत हुन सकेको छैन। लास शनाखत हुन सकेको छैन भन्नुको एउटै मतलब के हुन्छ भन्दा त्यो परिवारको एक्सेस टु जस्टिससम्म चाहिँ एक्सेस छैन। त्यो परिवारको नेपालको व्यवस्था र प्रशासन समक्ष एक्सेस छैन। नेपालको प्रहरी समक्ष एक्सेस छैन। यदि एक्सेस भएको भए अहिलेसम्म त्यो लासहरू शनाखत भइसक्थ्यो। अहिलेसम्म नेपाल प्रहरी र नेपालको अनुसन्धान निकाय किन त्यो व्यक्तिहरूको डिएनए परीक्षण गरेबाट डिएनए प्रोफाइलिङ गरेर अहिलेसम्म त्यो लास किन शनाखत हुन सकेको छैन? त्यसैले कि त भन्नु पर्यो कि यो जुन विध्वंस भएको छ, जेनजी आन्दोलन सफल भइसकेको घण्टौं पछि 2-3 बजे आन्दोलन सफल भएको छ। रातिको 7 बजेतिर 7:15 तिर आगो लगाइएको छ। कि त यो आगो लगाइएको जिम्मेवारी गृहमन्त्रीज्यूले लिनुपर्छ? मेरै आन्दोलनकर्ता जसको बलमा म गृहमन्त्री बनेको छु, मेरै आन्दोलनकर्ताले आगो लगाएको हो, तिमीहरूले केही बोल्न पाउँदैनौ? दण्डहीनता नेपालमा अब लिगलाइज भइसक्यो, लेजिटिमेट भइसक्यो भन्दा कि त गृहमन्त्रीज्यूले भन्नु पर्यो। कि त यसरी भाट भटेनी जलाउनेहरूमाथि, भाट भटेनी जलाएको कारणले गर्दाखेरि जसरी भाट भटेनीभित्र मान्छे मरेका छन्, तिनीहरूमाथि न्यायको लागि चाहिँ अब निर्मम भएर चाहिँ अनुसन्धान र कारबाही गर्नुपर्छ। यदि गरिएन भने भाट भटेनी जस्ता लगानीकर्ता नेपालमा बस्न मान्दैनन्। यदि गरिएन भने भोलि गएर विदेशी लगानी नेपालमा आउँदैन। यदि गरिएन भने भोलि गएर भाट भटेनी जस्ता लगानीकर्ता नेपालमा नआइरहँदाखेरि नेपालको अर्थतन्त्र ढल्छ। नेपालको अर्थतन्त्र ढलिरहँदाखेरि मूल्य वृद्धि बढ्छ। मूल्य वृद्धि बढिरहेपछि सबैभन्दा शास्तिमा पर्ने को हो? जो हिजोको दिनमा आन्दोलन गर्न गएका थिए, तिनीहरू नै शास्तिमा पर्ने हो। त्यसैले 75 जनाको लासमाथि उभिएको यो सरकार, 75 जनाको लासमाथि उभिएको जुन सरकार छ, मैले पनि बोलिरहँदाखेरि 75 जनाको ज्यानको तिमीलाई माया छैन, तिमीलाई संविधानको माया छ भनेर भनिरहनु भएको थियो। 75 जना नै गोली लागेर मरेका हुन्। 75 जना मध्ये थुप्रै जना यस्तो भाट भटेनीमा जलेर मरेका छन्। त्यो भाट भटेनी जलेरमा आगो लगाउनेलाई आग लागि, निजी सम्पत्तिमा क्षति र कर्तव्य ज्यानको मुद्दा चलाउने कि नचलाउने, यो प्रश्न सोधौँ आफूलाई। मलाई गाली गरिरहँदाखेरि कमसेकम अरूको गोली लागेर मर्नेहरूको न्याय हुनुपर्छ। केपी ओलीलाई थुन्नुपर्छ, रमेश लेखकलाई थुन्नुपर्छ। तर त्यो भनिरहँदाखेरि भाट भटेनीमा आगो लगाएर यहाँ चाहिँ निर्दोष जनतालाई मार्नेहरू उप कारबाही हुनु हुँदैन? जो मान्छे मरिसके, जसको अहिले लाससम्म शनाखत हुन सकेन, त्यसको परिवारले न्याय पाउनुपर्छ कि पर्दैन? त्यसको परिवारले पनि न्याय पाउनुपर्ने होला। त्यसैले यस्ता भाट भटेनी जलाउनेहरू उप निर्मम भन्दा निर्मम कारबाही हुनुपर्छ। र अहिलेको गृहमन्त्रीज्यूले त्यस्ता अराजक तत्त्वहरूको चाहिँ जिम्मेवारी लिनु हुँदैन। अहिलेको तपाईँको म्यान्डेट भनेको यो जुन क्षति भएको छ, यो क्षतिबाट देशलाई उठाउने हो। अहिलेको जुन अर्थतन्त्र एकदमै कमजोर अवस्थामा गएको छ, त्यसलाई उठाउने हो। र त्यसलाई उठाउने एउटा उपाय के हुन्छ भन्दा नेपालमा कानुनको शासन छ, नेपालमा भिडको शासन छैन, नेपालमा अराजकताको शासन छैन भन्नको लागि यस्ता भाट भटेनी जलाउनेहरू उप चाहिँ अनुसन्धान गरेर निर्मम कारबाही गर्नुपर्छ।